हेलो साथीहरु, के छ हालखबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै नै छु र वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डेको साथमा। सो साथीहरु, म चाहिँ अहिले छु अफिसमा। अफिसदेखि नै ब्लग स्टार्ट गरिरहेको छु। सो साथी, बिहान भिडियो बनाउन पाएन मैले, किनकि म आज अलि लेट उठेँ अफिस, त्यही भएर म पनि लेट नै आऊ। हेर्नु, अहिले हाम्रो म्यानेजर चाहिँ अहिले त तलदेखि आइरहन्। त्यही भएर म चाहिँ अहिले जस्ट अहिले स्टार्ट गरिरहेको ब्लग होइन। 10:30 भइरह, म पनि 10:30 मै पुगेँ। मैले पूजासुजा भइसक्यो होइन, पूजा गरिसकेँ। अफिसको पूजा गरेर अब बाँकी कामहरू के सानोतिनो कामहरू के बचिया छ त्यो काम कम्प्लिट गरेर फेरि म चाहिँ फेरि ब्लग गर्छु है। सो साथीहरू, म्यानेजर पनि पुगिसक्यो होइन। एकछिन गफगाफ गरेँ होइन। अहिले हिजो त्यो पनि आएको छैन, म पनि आएको थिएन नि त। त्यही भएर अब बोस चाहिँ आउने हो सायद भोलि या पर्सि आउँछ सायद, मेरो विचारमा। कन्फर्म डेट चाहिँ अब उसले बताएको पनि छैन, मलाई पनि थाहा छैन। पुग्छ होला भोलि या पर्सितिर। सो फेरि त टाइममा आउनुपर्छ फेरि त। नै छ आज मौसम, धेरै गर्मी पनि छैन अनि धेरै चिसो पनि छैन, ठिकैको भइरहेको छ। सो साथीहरू, अब चाहिँ यताउता गर्दा टाइम पनि भइहाल्यो होइन। 12 बजिरहेको छ। मैले चाहिँ आज खाना पकाएन घरमा, खाना पनि लिएर आएन होइन। आज उसलाई पनि खाना बनाउने टाइम भएन अनि मलाई पनि खाना बनाउने टाइम भएन है। म चाहिँ लेट उठेँ अनि त्यही भएर मैले चाहिँ खाना आज होटलदेखि लिएर आएको छु। भोक लागिरहेको छ, 12 बजेको छ। नास्ता पनि बिहान केही पनि गरेको थिएन, त्यहाँबाट खाना लिएर खानामा चाहिँ छ अन्ना साम्बर। अन्ना साम्बर भने हेर्नु, हजुरलाई देखाउँछु। यो अन्ना साम्बर भन्छ है, यहाँको कन्नडवाला खाना हो। यसमा छ पापड अनि वडाहरू अनि यो साम्बर अनि राइस। राम्रो छ है अन्ना साम्बर।